Hello and namaste everyone, welcome to my YouTube channel. In today's video, I'm going to share 4 simple secrets to keep your petunia blooming. मेरो पिटुनियाहरुमा मैले यो सिम्पल सिक्रेट्स लगाएर चाहिँ यति मजाले ब्लुम भइरहेको छ। तपाईहरुले पनि यो सिक्रेट्सहरुलाई अपनाएर आफ्नो पिटुनियालाई पनि मजाले फुल ब्लुम गराउनुहोस्। So number 1 is your deadheading. Deadheading भनेको चाहिँ यसरी यो ओइलिएको फूलहरुलाई चाहिँ यसरी रिमुभ गर्दिनु पर्छ। यसलाई चाहिँ deadheading भन्छ। अनि यो deadheading गर्नु चाहिँ एकदमै इम्पोर्टेन्ट छ पिटुनियामा। जति हामीले यसरी deadheading गर्छौं उति हामीले के पाउँछौं पिटुनियाको फ्लावरमा चाहिँ एकदम बम्पर फ्लावरिङ है ढकमक्कै फुलेर फुल्नुमा मद्दत गर्छ। अनि हामीले यो deadheading गर्दाखेरि चाहिँ माथि यसरी ओइलिएको फूललाई मात्रै नहटाएर यो तलैबाट यसको जुन चाहिँ डन्ठा छ यो डन्ठाबाट चाहिँ हामीले हटाइदिनु पर्छ ताकि यसले चाहिँ सीड चाहिँ प्रोड्युस नगरोस्, सीड चाहिँ नबनाओस् भनेर। किनभने प्लान्टले यो एनर्जी आफ्नो एनर्जी चाहिँ सीड बनाउनुमा लगायो भने चाहिँ प्लान्टले नयाँ नयाँ फ्लावरहरुमा चाहिँ फुल आउँदैन प्लान्टमा है। त्यहाँदेखि अन्त त्यस्तो हुन्छ अनि चाहिँ हाम्रो पिटुनिया फ्लावर चाहिँ हेर्नुमा राम्रो देख्दैन हो। जताततै फुल फुल्छ अन्त राम्ररी फुल्दैन। त्यही भएर चाहिँ हामीले deadheading चाहिँ गर्दिनु पर्छ। deadheading गर्यो भने चाहिँ एकदम मजाले छप्पै त्यो जे तपाईले पटमा रोपेको छ भने पटै ढाक्ने गरी चाहिँ फुल्छ नि त। त्यही कारण चाहिँ हामीले deadheading गर्दिनु पर्छ। अनि हाम्रो प्लान्टलाई हामीलाई नीट हैन क्लीन हेल्दी लुक्स दिनु छ भने चाहिँ हामीले deadheading गर्नु जरुरी हुन्छ। किनभने deadheading को बाद चाहिँ हाम्रो प्लान्टलाई चाहिँ एकदम हेल्दी लुक्स पाउँछ, त्यसमा ग्रोथ पनि राम्रो भएर जान्छ अनि नयाँ फ्लावरिङ पनि गर्दै जान्छ। अब deadheading को बादमा अर्को सिक्रेट के हो भन्दाखेरि चाहिँ अर्को सिक्रेट हो यसको लोकेसन। लोकेसन भन्नुले हामीले यसलाई कस्तो जग्गामा चाहिँ यसलाई चाहिँ हामीले राखेको छौं हैन। अब त गरम लाग्दै जाँदैछ हो। त्यहाँदेखि घाम धेरै हुन्छ, धेरै चर्किन्छ, बिहानदेखिको बेलुकासम्म घाम चर्किरहेको हुन्छ। त्यही कारण चाहिँ हामीले चाहिँ यसलाई यो पिटुनियालाई चाहिँ त्यस्तोमा नराखेर चाहिँ डाइरेक्ट घाममा नराखेर चाहिँ हामीले चाहिँ मैले चाहिँ यसलाई के गरेको छु भन्दाखेरि चाहिँ 2 देखिको 3 घण्टाको घाम आउने जग्गामा चाहिँ राखेको छु। अस्ति विन्टरको टाइममा त मैले यसलाई विन्टर स्प्रिङहरुको टाइममा चाहिँ मैले यसलाई टेरेसमा राखेको थिएँ, तर अहिले चाहिँ मैले ल्याएर बाल्कनीमा राखिदिएको छु। बाल्कनीमा चाहिँ हाम्रो 3-4 घण्टाको घाम आउँछ, त्यही कारण चाहिँ त्यहाँ राखिदिएको छु। किनभने हामीले यसलाई पुरा सनको एक्सपोजरमा राख्यो भने चाहिँ पत्ताहरू ओइलेर फ्यातफुत भएर जान्छ हो। त्यस्तो चाहिँ नहोस् भनेर चाहिँ तपाईहरुले अलिक पार्शियल शेडमा या त 2-3 घण्टाको घाम आउने जग्गामा राखिदिनुहोस्। थर्ड आयो तपाईहरुको सिक्रेट के हो भन्दा थर्ड सिक्रेट इज वाटरिङ। अन्त यो प्लान्टमा हामीले वाटरिङ गर्दा पानी हाल्दाखेरि चाहिँ हामीले चाहिँ पहिला यसको माटोलाई यसरी चेक गर्नुपर्छ है। सिधै अब पानी धरर माथिबाट खनाउनु हुँदैन, पहिला यसरी चेक गर्नुपर्छ चिसो छ कि सुक्खा छ कि कस्तो भएको छ भनेर। अन्त मात्रै हामीले चाहिँ यसमा चाहिँ पानी दिनुपर्छ। अनि पानी पनि हाम्रो फ्लावरहरुको लागि एकदमै इम्पोर्टेन्ट हो नि त। किनभने अब यो प्लान्टको ग्रोथ हैन यसको रुटको डेभलपमेन्टको लागि अनि यो फ्लावरिङको लागि हो एकदम इम्पोर्टेन्ट हो। त्यही कारण चाहिँ पानी चाहिँ हामीले हेरेर एकदम बुझेर हाल्नुपर्छ। माथिबाट गटङ पानी खनाइदियो भने त के हुन्छ सबै पत्ताहरू के भन्छ कुहिन्छ हैन, फूल पनि कुहिन्छ। त्यही भएर अब यहाँ हेरे यसरी अन्त पानी हाल्नु अगाडि चाहिँ हामीले यसरी माटोलाई पनि हल्का हल्का कोट्याएर अलिक लुज बनाइदिनु पर्छ, तब चाहिँ हामीले पानी हाल्दा चाहिँ हुन्छ। अनि यसमा चाहिँ अब गरमको टाइममा चाहिँ अलिक यसलाई 2-2 दिनमा यसो चेक गरेर हैन पानी चाहिँ लाउँदै गर्नुपर्छ। किनभने जति मजाले यसले पानी पाउँछ हैन त्यति यसको फ्लावरिङ पनि दामी हुन्छ। अब जति पानी हाल्छ उति फ्लावरिङ दामी हुन्छ भन्नुको मतलब भक्कु पानीमा हाल्नु हैन, किनभने यसको रुट रट पनि हुन्छ। अनि फोर्थ वान चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो ट्रिमिङ। यसरी हामीले यो अब ल्यागी भएर बसेको छ मेरो यो पिटुनिया चाहिँ, त्यही कारण मैले चाहिँ यसको ट्रिमिङ गर्दिँदैछु। अस्ति 3 वीक्स अगाडि पनि मैले
2टा पिटुनियामा ट्रिमिङ गरेको थिएँ, अहिले त्यो एकदम राम्रो भएको छ। अनि ट्रिमिङ गर्दाखेरि चाहिँ तल तल जरा मुनिबाट चाहिँ नगरेर यसरी अलिकति नोड होइन, यसरी नोड छोडेर चाहिँ ट्रिमिङ गरिदिनुपर्छ। त्यो 3 विक्स अगाडि गरेको चाहिँ ट्रिमिङ गरेर चिन्डै बनाएको उयसमा चाहिँ प्लान्टमा चाहिँ अहिले यसरी मजाले फुल लागिरहेको छ। अनि मैले चाहिँ यसलाई चाहिँ यहाँ अहिले हाम्रो यो सानो गार्डन छ नि त अगाडि, त्यो सानो जग्गामा चाहिँ मैले यसलाई लगाइदिएको छु। मजाले फुलिरहेको छ, यो पनि मजाको भइरहेको छ। यति नै थियो मेरो 4वटा सिम्पल के भन्छ सिक्रेट भन्दाखेरि नम्बर 1 मा थियो तपाईँहरूको डेड हेडिङ, नम्बर 2 मा चाहिँ थियो तपाईँहरूको लोकेसन, नम्बर 3 मा भयो वाटरिङ, अनि लास्टमा चाहिँ ट्रिमिङ। अनि यो चाहिँ आफै फुल्छ मेरो एभ्री इयर, आफै यो चाहिँ आफै हुन्छ, आफै यसको सिड पाक्छ, झर्छ, अनि आफै नै यसरी फुल लाग्नु थाल्छ। अनि यहाँसम्म तपाईँले मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू।